आज नसोचेकै कमाई भयो मेरो। कुकर र चार्जर बनाउन लैजाँदा 1 बजिसकेको थियो। त्यही भएर म सोचिरहेको थिएँ कसरी होला कमाई अब। त्यति बेला मलाई आन्टीले फोन गर्नुभयो र कानमा हाल्ने दबाई र भारू पैसा दिदीलाई पठाउनु पर्ने लिएर आइज भनेर। आन्टी आज घर जाँदै हुनुहुन्थ्यो, त्यही भएर उहाँको सामान पनि लग्यो अनि पैसा पनि लगेर म डोके बजारतिर गएँ। डोके बजार जाने बेला मैले 2 जना पाएको थिएँ र 50 रुपियाँको मेरो इन्कम भयो फर्स्टमा। आन्टीको सामान र दिदीको भारू पैसा बुझाइसकेपछि त्यसपछि म आफ्नो खुरापाती दिमाग लगाएर बेलौरीबाट आउने अटोको वेट गर्न लागे। किन भनेपछि उताबाट आएको अटोबाट मैले सधैँ नै 2-3 जना पाइराखेकै हुन्छु। सिग्नल हराएको भूत जस्तै म मोती चोकतिर घुमिरहेको थिएँ। त्यही बेला एकजना दिदी आउनुभयो र घरबाट बिरामी लैजानु पर्नेछ भाइ, जान्छौ भन्नुभयो। 250 रुपियाँ एउटै ट्रिपमा आउँछ भनेपछि नजाने त कुरै थिएन। त्यसपछि म निस्किहालेँ। 5 मिनट वेट गरिसकेपछि उहाँले आफ्नो हजुरबुवालाई ल्याइहाल्नु भयो। बुढेसकालमा शरीर टायर जस्तो हावा घट्दै जान्छ तर माया घट्दैन। तर के गर्ने, भगवानले मान्छेको जीवन यस्तै बनाउनु भएको छ। उहाँलाई सेती अञ्चल अस्पताल छोडेर भाडा लिइसकेपछि अब म निस्किएँ रुमतिर खाना खानलाई। खाना खाएर म ठ्याक्कै बिसाइरहेको थिएँ। त्यही बेला रोहित भाइको कल आयो। दाइ म 6 जना लिएर आउँदैछु, त्यही भएर छिटो छिटो आइहाल्नु होला डोके बजार। त्यसपछि त ब्याट्री भन्दा बढी गरेर म आफै भएर निस्किएँ। सबैजनालाई उहाँहरूको लोकेसनसम्म छोड्दा यो ट्रिपमा मैले 350 रुपियाँ कमाएको थिएँ। त्यसपछि मैले सोचेकै थिएन मेरो अतरिया जाने ट्रिप लाग्छ। अतरिया गएर धनगढी पुग्दासम्ममा आज मैले कमाएँ 1800 रुपियाँ। आजको भिडियो यहीँसम्म। लाइक र सेयर मेरो फ्युल हो। हामी भोलि फेरि भेट्नेछौँ। न्यू राइड न्यू भाइब। आज ब्रेक यतै लगायो, भोलि फुल स्पिडमा भेटौँला।